के छ सबैजनालाई वेलकम टु आवर भ्लग हाम्रो भ्लग सुरु भयो धेरै पछि हाम्रो नयाँ क्यामेरा छ आज कुन क्यामेरा आयो यो DJI Osmo Pocket 3 हैन Pocket 3 हो अब हाम्रो पुरै भ्लगिङ सुरु हुन्छ गाइस आजबाट अब आज बेलुका मेरो युट्युब च्यानल खोल्दै छ म सबैलाई भन्छु तर यो चाहिँ मेरोमा आउँछ होला स्टे अपडेट सब्स्क्राइब फलो लाइक्स एन्ड शेयर है सबै है यो कन्टेन्ट क्रिएटर हुनुलाई है यो यताउता दायाँ बायाँ हुन्छ तर पुरै आज हामी चाहिँ कहाँ जान लाग्यो नि भन्नु पर्ला नि त नि ए हामी भर्खर निस्किँदैछौँ हामी जाँदैछौँ आज फिलिप आइल्यान्ड हैन गाइस फिलिप आइल्यान्ड मेरो त फर्स्ट टाइम हो फिलिप आइल्यान्ड म जान त दुई चोटि गइसके तर आज हामीलाई घुमाइदिन बोइज आई एम गोइङ फर देम है हाम्रो पछाडी भाइ नि छ हेलो हाम्रो भाइ चाहिँ ह्यान्डसम भाइ हो हाम्रो भाइ चाहिँ भाइ पनि कतिचोटि हो फिलिप आइल्यान्ड कि फर्स्ट टाइम ए ल ठिक छ आज बोइज आर सो एक्साइटेड हामी त एक्साइटेड छ कि आई एम एज वेल एन्ड ह्यापी न्यू इयर गाइस ह्यापी न्यू इयर पनि आज बाइ द वे आज जनवरी 1 हो 2026 न्यू इयर आज न्यू इयर रेजोल्युसन के हो न्यू इयर रेजोल्युसन के छ यसपालिको थिंग्स डोन्ट वर्क आउट यु गोना वर्क आउट अरे लभली है guys are working out from today guys come on आज हाम्रो साजन भाइले पुरै वर्कआउट पनि हान्ने कुरा छ हैन दाजुभाइ गएर त्यति चाहिँ पर्छ आज चाहिँ ल ठिक छ फरक पर्दैन हामी चाहिँ जाँदैछौँ जस्ट स्टार्टेड आवर जर्नी अब एकछिनमा भेटौँला है त सबैजनालाई चाउ चाउ अब चाहिँ हामी पेट्रोल हाल्न आएका छौँ पेट्रोल रहेन छ धन्दै बिच बाटामा रोकिएन हामी कति छ पेट्रोल इनफ छ इनफ टु गो टु द पेट्रोल स्टेसन मेबी or maybe not ठिकै छ फ्युल ट्याङ्क फ्युल के हो यहाँ भिड छ त के हो यो खोइ ओइ यो गोल्ड एन्ड सिल्भर किन्ने ठाउँ ट्रेडिङ रहेछ ट्रेड हुँदै रहेछ गोल्ड एन्ड सिल्भर पैसा छैन गोल्ड किन्नलाई के होइन यो त्यही जस्तो लाग्यो च्यान एन्ड च्यान ट्रेडिङ कम्पनी हो कि कोअपरेटिभ लिमिटेड नो आइडिया नो तर फ्युल हामी चाहिँ फ्युल हाल्न आएको छौँ नो फ्युल अरे अनि हो त फुल ओपन भनेर ल्याएको छ त के हो जति सुनेर बाबु प्लिज जाम न यार जाऊ तिमी न्यु इयर हो नि त आज यु सुड बी इनर्जेटिक म्यान कम अन के भनेर हो सुत्ती गएर फ्युल छैन भनेर नेपालीबाट नसोध नि फेरि तर त्यहाँ लेखेको छ भने फ्युल त लेखेको तर तिमीहरूको फ्युल छैन हो ट्रेन गयो टरेन हुन्छ त्यो भने टरेन पनि वेलकम गाइज हामी चाहिँ फिलिप आइल्यान्ड आइपुग्यो होइन सचिन र हाम्रो भाइ चाहिँ यता छन् लभली आएर हामी चाहिँ नि अहिले अब यहाँबाट हिँड्दै सचिन होइन अनि त्यसपछि यो चाहिँ हाम्रो अब यहाँको एडिटिङ सिडिटिङ के भन्छ त्यो म्यानेजर हो होइन अब हामी उता तल हिँड्दै जान्छौँ अनि यताबाट यसरी वाकिङ ट्रायलमा ब्याक टु रिटर्न हुन्छौँ यताबाट गएर उताबाट वाकिङ ट्रायल सकिन्छ ल सचिन हिँड सोल्टी अब यो चाहिँ हाम्रो मेन के भन्छ अरे यसलाई मोडल ल यता चाहिँ लभली हो क्या लभली हावा चले त यार हावा त लभली चले त गाइजहरू चाहिँ दौडिँदैछन् अगाडि होइन यसले चाहिँ क्यामेरा निकालेर फोटो हान्दैछ हामी चाहिँ टक्क भ्यू इन्जोय गर्दैछौँ
आज चाहिँ पब्लिक होलिडे भएर अलि बिजी छ गाइस सबैतिर ए आमा त्यो छाल त यार लभली आछ यार यसलाई जुम हान्नलाई यहीँ यसरी यसरी हो एकचोटि काटेर अर्को ल ठिक छ त्यही पनि केही छैन अब हामी यहाँबाट यसरी हेर्छौँ कि होइन यस्तो लभली आछ तर पुरै ऊ आयो के ए ब्याकग्राउन्डमा के भन्छ त्यसलाई एन्टी लाइट आयो के कुन दाजुभाइको यता हेर सचिन त आइनस् यार छिटो आइज ल के हुँदैछ हाम्रो के हुने होला भन्दैन मलाई मात्रै फोकस गरेको मैले मेरो फेस लक हाने हो नि त फोटो खिच भिडियो म गरिहाल्छु त्यो तरी होइन अब हामी फिलिप आइल्यान्ड घुम्दै 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 यताबाट यसरी हेर्छौँ है त्यो भिड छ क्या है लास्टै अब यहाँ मेन यही हो फोटो खिच्ने ठाउँ तर लास्टै भिड भएको भएर हामी चाहिँ यहीँबाट हेर्दैछौँ मान्छे त्यहाँबाट खिच्ने हो क्या खास अब हामी चाहिँ त्यो माथिपट्टिको भ्यू पोइन्ट छ होइन अनि त्यताबाट कार पार्कबाट हामी जान्छौँ यस्तो दामी आछ है गाइस यस्तो दामी हावा चलेको नि यस्तो दामी हावा चलेको चिसो यहाँ हाम्रो गाइडहरू यहाँ चाहिँ यहीँ पुगेको रहेछन् होइन म चाहिँ क्यामेराको सेटिङहरू अलिकति थाहा छैन त्यो भएको भएर चाहिँ अलिकति एडजस्ट गर्दै हिँडिरहेको छु है ओहो दामी यहाँबाट चाहिँ यसरी देखिन्छ हाम्रो साजन भाइ पुरै होइन यस्तो खतरा भनेर साजन भाइलाई ट्र्याक हानिदियो अब यो जता गयो साजन भाइलाई नै हानिदिन्छ अब चाहिँ हामी ब्याक टु कार पार्क गएर अनि अर्को भ्यू पोइन्टमा जाने भनेर केटाहरू अगाडि दौडे लास्टै भिड क्या आज चाहिँ यस्तो लभली भ्यू आउँछ अनि यो भ्यू हेरेपछि त मर्दैन त त्यो लभली आछ यार ओहो वेदर पनि त्यस्तै यो पनि त्यस्तै यसको मलाई वाइड एङ्गल क्यामेरा चाहिँ हाल्न आएको छैन त्यो चाहिँ म अब बेलुका घर गएर अनि यस्तो तरिकाले रिसर्च गरेर होइन हाल्नेछु त्यो भएपछि एकदम 360 टाइपको आउँछ अरे भन्थ्यो वेलकम गाइज अब हाम्रो दिनभरिको होइन ब्लग गर्दा गर्दै हाम्रो बिचमा चाहिँ ब्याट्री सकिएको कारणले हाम्रो
मोस्ट अफ द पार्ट चाहिँ हामीले कभर गर्न भ्याछौँ कुनै कुनै चाहिँ छुट्टै त्यही भएको भएर अनि हामीले कुनै कुनै सायद मोबाइलको एट्याच गरेर मिलाएको छौँ थोरै गरेर अनि अहिले रातिको कति बज्यो भने रातिको 12:30 भयो हामी 3जना भएर भिडियो एडिटिङ गरेर सबै थोक मिलाएर अनि अब युट्युब च्यानल चाहिँ मेरो पहिल्यै छ रहेछ मलाई थाहा थिएन अनि त्यसलाई नै अब हामीले के गरेर सचिनले मिलाउँदैछ यो यतिमै गर्छौँ हामीले यो भिडियो चाहिँ सो स्टे ट्युन अब नेक्स्ट भिडियोको लागि हामी नेक्स्ट डेस्टिनेसन चुज गरेर सबैको लागि फेरि नेक्स्ट भिडियो ल्याउनेछौँ अप टु द्याट टाइम थ्याङ्क यू सो मच फर वाचिङ